युकेमा विद्यार्थीहरूलाई जब पाउन गाह्रो छ भन्ने सुन्नुभएको छ भने चाहिँ हजुरले पुरानो युकेको बारेमा सुन्दै हुनुहुन्छ। यो कुरा पुरानो युके भन्नाले 2020 सम्मको युके। अब यो म हजुरलाई क्ल्यारिफाई गराउँछु। यो भिडियोलाई हजुरले राम्रोसँग सुन्नु होला र अन्तिमसम्म हेर्नु होला। 2020 सम्म चाहिँ युके युरोपियन युनियन भित्र आबद्ध भएको देशमा पर्थ्यो। युके संसारकै धनी देशहरूमध्येमा पर्छ। त्यो कारणले गर्दा युकेमा जब अपर्च्युनिटिजहरू, काम पाउने सम्भावनाहरू चाहिँ एकदमै बढी हुन्छ। तर 2020 सम्म के भयो भन्दाखेरि चाहिँ युके चाहिँ युरोपियन युनियनमा आबद्ध हुँदाखेरि जति पनि युरोपका देशहरू थिए ती देशहरूबाट नागरिकहरू सजिलै कुनै पनि भिजा बिना युकेमा आउन सक्नुहुन्थ्यो र त्यो जति पनि भ्याकेन्सीहरू थियो त्यसमा चाहिँ जब अप्लाई गरेर जब पाउन सक्नुहुन्थ्यो। लाखौँ सिटिजन्सहरू आउनुहुन्थ्यो युकेभित्र 2020 सम्ममा। तर 2020 मा चाहिँ युकेले एउटा अनाउन्समेन्ट के गर्यो भने हामी चाहिँ अब युरोपियन युनियनबाट बाहिरिँदैछौँ र जनवरी 2021 देखि युकेले नयाँ नियम बनायो कि कोही पनि व्यक्ति चाहे युरोपियन देशबाट होस् र चाहे संसारको कुनै पनि देशबाट होस् युकेमा आएर पढ्ने अथवा काम गर्ने हो भने उहाँहरूले भिजा अप्लाई गर्नुपर्छ। भिजा फी तिरेरै भिजा अप्लाई गर्नुपर्छ। र यो नियमले गर्दाखेरि चाहिँ त्यसपछि हजारौँ लाखौँ युरोपमा बस्ने नागरिकहरू चाहिँ युकेमा आउन बन्द गरिदिनु भयो। प्रोसेस त गाह्रो भयो। भिजा फी तिर्नलाई नि पैसा तिर्नुपर्ने भयो, पहिला त पर्थेन। र त्यसपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ जब भ्याकेन्सिजहरू बढ्न थाल्यो, जब कामको चान्सेसहरू, अपर्च्युनिटिजहरू चाहिँ बढ्न थाले र त्यसपछि चाहिँ विद्यार्थीहरूको पनि जब पाउने चान्सेस बढ्दै गयो। अब 2020 सम्मको अर्को पनि नियम थियो युकेमा कि पढाइ सकिसकेपछि युकेमा चाहिँ यो अहिलेको जुन पोस्ट स्टडी वर्क भिजा छ, पढाइपछि काम गर्ने भिजा, त्यो पाइँदैन थियो। अहिले चाहिँ पाइन्छ। यदि हामीले चाहिँ 2020 पछिको युके हेर्नुहुन्छ भने चाहिँ यसलाई हामी नयाँ युके भन्दा पनि भयो र नयाँ युकेमा जब पाउन सकिन्छ। त्यही भएर धेरै विद्यार्थीहरू अहिले पनि युके जानुहुन्छ, जब पाउनुहुन्छ, जब गर्नुहुन्छ र सर्भाइभ पनि गर्दै हुनुहुन्छ। र त्यो कसरी सम्भव भयो? यस हामी एग्री गर्न सक्छौँ कि कोही कोही विद्यार्थीलाई गाह्रो हुनसक्छ केही कारणले गर्दा। अब त्यसरी कुरा गर्नुभयो भने त अमेरिकामा पनि गाह्रो हुनसक्छ, क्यानाडामा पनि गाह्रो हुनसक्छ, न्युजिल्यान्डमा, अस्ट्रेलिया, जहाँ पनि गाह्रो हुनसक्छ, युरोपमा पनि गाह्रो हुनसक्छ। सो फ्यु स्टुडेन्ट्सलाई जब पाउन गाह्रो छ, थोरै स्टुडेन्ट्सहरूलाई चाहिँ जब पाउन गाह्रो छ केही कारणले गर्दा भने चाहिँ हामीले सबै स्टुडेन्ट्सलाई चाहिँ जब पाउन गाह्रो छ भनेर बुझ्न भएन। सो हजुरले अहिले पनि ओएनएसको डेटा हेर्नुहुन्छ भने युकेमा अझै पनि लाखौँ भ्याकेन्सिजहरू खाली छन्। त्यसको लागि त युकेलाई स्किलफुल पर्सन त चाहिन्छ नै, एजुकेटेड पनि हुनु पर्यो र हामीसँग स्किल पनि हुनुपर्ने हुन्छ। सो युरोपियन युनियनमा भएको बेलाको युके र युरोपियन युनियन छोडिसकेको युकेमा जब अपर्च्युनिटिजहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि धेरै नै फरक छ। र जुन कम्पिटिसन 2020 सम्म युरोपियन देशका नागरिकहरूसँग गर्नुपर्थ्यो विद्यार्थीले, अन्तर्राष्ट्रिय विद्यार्थीले भने चाहिँ अब 2021 देखि चाहिँ त्यो कम्पिटिसन युरोपियन नागरिकहरूसँग कुनै पनि अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नु पर्दैन। सो हजुरले चाहिँ जुन पुरानो युकेको भनाइ छ, पुरानो युकेको बेलाको जुन कन्डिसन छ कि युकेमा जब पाउनै सकिन्न, काम पाउनै सकिन्न, त्यसलाई चाहिँ हजुरले बिर्सिनु पर्ने हुन्छ। यदि त्यही सिचुएसन अहिले पनि भएको भए यति धेरै विद्यार्थीहरू नेपालबाट, इन्डियाबाट, पाकिस्तानबाट, बङ्गलादेशबाट, विभिन्न देशबाट युकेमा जानुहुन्छ, सर्भाइभ कसरी गरिरहनु भएको छ त्यो हामीले बुझ्न जरुरी हुन्छ। सो अन्तिममा कुनै पनि देशको भिजा रिफ्युजल भएको छ भने पनि युकेमा एक्सेप्ट गर्छ। हजुरले चाहिँ आइएल्स पिटी पनि गर्नुभएको छैन भने पनि युकेले एक्सेप्ट गर्छ। र युकेको भिजा अप्रुभल, युकेको भिजा जुन लाग्ने सम्भावना छ त्यो पनि एकदम म्याक्सिमम हुन्छ। संसारमा मलाई लाग्छ सायद सबै देशहरूभन्दा बढी भिजा लाग्ने सम्भावना युकेको हुन्छ। सो युकेमा जाने, ब्रिटिस डिग्री हासिल गर्ने, संसारको सबैभन्दा भ्यालुएबल डिग्री हासिल गर्ने हजुरहरूको प्लान छ, सोच छ भने चाहिँ पिक्चर एजुकेसनमा आउनै पर्ने हुन्छ र आफ्नो युकेको प्रोसेससँग अगाडि बढाउनै पर्ने हुन्छ।